नमस्ते साथीहरू, गुड मर्निङ सबै साथीहरूलाई चाहिँ गुड मर्निङ साथीहरू। सन्चै आरामले हुनुहुन्छ। मैले चाहिँ एउटा सानो भिडियो ल्याएको छु साथीहरू। म चाहिँ चितवनदेखि हो साथीहरू। अहिले चाहिँ हाम्रो यहाँ मौसम खासै राम्रो छैन है। यहाँ टिकोरी जङ्गलमा चाहिँ डढौलो लागेको छ, आगो भएको रहेछ। त्यही भएर एकदम प्रदूषण भएको छ, एकदम वेदर राम्रो भएको छैन साथीहरू। यहाँ चाहिँ आँखा पोल्ने, नाक सुक्खा हुने भइराखेको छ साथीहरू। सबैजनाको धुवाँले आँखा पोल्ने भएर कस्तो पानी नै नपुगेको जस्तो भइराखेको छ। नाक सुक्खा भएर नाकमा पानी चेप्नु पर्ने भएको साथीहरू। हजुरहरू पनि घरभित्रै बस्नु होला, आफ्नो ज्यानको ख्याल गर्नु होला है। अनि हजुर अनावश्यक काममा बाहिर ननिस्कनु होला साथीहरू। यहाँ चाहिँ कस्तो भने प्रदूषण भएको छ क्या, धुवाँले कालो भएको छ। नजिकको घरहरू पनि देखेको छैन, धुवा भएको छ। धेरै बाक्लो धुवा लागेको छ, धेरै आगो लागिरहेको रहेछ क्या हो, सुक्खा भएर अब जङ्गलमा। अनि अब सुकेको पातहरू जलेको होला, त्यही भएर धुवाहरू आएको होला। त्यही भएर हजुरहरू पनि काम परे मात्रै बाहिर निस्कनु होला, काम नपरे ननिस्कनु होला है त साथीहरू। यतातिर अलि राम्रो वेदर छैन अहिले चाहिँ। म चाहिँ यता चितवनको भरतपुरबाट हो साथीहरू। आफ्नो ज्यानको ख्याल गर्नु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला साथीहरू। हजुरहरू स्वस्थ रहनु होला, व्यस्त राख्नु होला साथीहरू। नेक्स्ट भिडियोमा फेरि आउँछु अर्को भिडियो लिएर है त साथीहरू।